सामान्य मान्छेको संसार बेग्लै हुन्छ, ऊ बाँच्ने तरिका बेग्लै हुन्छ, ऊ सोच्ने तरिका बेग्लै हुन्छ। साधक बिल्कुलै सोच्ने तरिका बेग्लै हुन्छ। सामान्य मान्छेको लागि, हामी जम्मै सामान्य मान्छे, हाम्रो लागि कल्चरले बहुत मायने राख्छ, सकुन अपसकुनले बहुत मायने राख्छ। यो बारमा बाहिर जानु हुँदैन, यो बारमा बाहिर जानुपर्छ, हो, राति यो गर्नु हुँदैन, यो गर्नुपर्छ। बिहे या चाहिँ कुनै षोड संस्कार गर्दा एक एक कुरा पण्डितले भने जस्तो गर्नै पर्छ। घर बनाउँदा वास्तु ज्योतिषी माटो देखाउने सबै गर्नै पर्छ। गरेन भने के हुन्छ? द्याट्स द पोइन्ट। गरेन भने के हुन्छ? गरेन भने त्यसको कुपरिणाम आउँछ भन्ने वैज्ञानिक कुनै प्रमाण छैन। जति पनि कल्चर हो, जति पनि संस्कार हो, मैले हिन्दू कल्चरको कुरा गरेको होइन, बौद्ध कल्चरको कुरा गरेको होइन, सबै धर्म, क्रिस्चियनहरूको लागि क्रिस्चियन कल्चर हुन्छ, मुसलमानको इस्लामिक कल्चर हुन्छ। यो कल्चरलाई फलो गरेन भने के हुन्छ? वैज्ञानिक रूपमा केही पनि हुँदैन। किन भन्नाले हिन्दूले फलो गर्ने कल्चर मुसलमानले गर्दैन, उसलाई के नि के? मुसलमानले फलो गर्ने कल्चर हिन्दूले गर्दैन, उसलाई के नि के? त्यसकारण वैज्ञानिक रूपमा त केही पनि होइन। तर तपाईले सामान्य मान्छेले यदि कल्चरलाई फलो गरेन भने के हुन्छ? नेगेटिभ विचार आउँछ। ला मैले यो नगरेको कारणले गर्दा यो बिरामी पर्यो। तपाईले त्यहाँ जोड्नुहुन्छ यो कुरा। यदि स्वास्नीसँग, लोग्नेसँग, छोराछोरीसँग झगडा भयो, छोडेर गयो भने तैले अस्ति चाहिँ पूजा गर्दाखेरि यो बिराको कारणले गर्दा यो भयो, त्यहाँ चाहिँ लिङ्क त्यसरी जोडिन्छ। यो सामान्य मान्छेको काम त्यही हो। त्यसकारण तपाईँ यदि सामान्य जिन्दगी बाँचिरहनु भएको हो भने यो सोसियल नर्म्सहरू, कल्चरल नर्म्सहरू, ढाँचाहरू, यो ग्रह नक्षत्र आदि इत्यादि फलो गर्नै पर्छ। किनकि गरेन भने तपाईँलाई पोल्छ। नगरिकन केही गडबडी भयो भने अनि हरेक गडबडीलाई तपाईँले त्यो ग्रह नक्षत्रलाई फलो नगर्नु, सकुन अपसकुनलाई नमान्नु, त्यसलाई दोष देखाइदिन्छ मान्छे। यो सामान्य मान्छे हो। हामी सबै यो नेपाली मात्र होइन, संसारभरिका मान्छेसँग कुनै न कुनै धर्म छ, कुनै न कुनै कल्चर छ। त्यो कल्चरबाट ऊ यताउता पर्यो भने उसलाई बहुत नेगेटिभ फिलिङ्स हुन्छ, जबकि त्यसको वैज्ञानिक प्रमाण चाहिँ केही पनि छैन नगर्दा के हुन्छ भन्ने कुरा। हिन्दूहरूले व्रतबन्ध गरेन भने अब जे अपसकुन भए पनि तैँले व्रतबन्ध नगरेकोले यो भएको भनिदिन्छ। अरे यार, क्रिस्चियनहरूले कसैले व्रतबन्ध गर्दैन, मुसलमानले गर्दैन, उनीहरूलाई के फरक पर्दैन। क्रिस्चियनहरूले ब्याप्टाइज गर्छ बच्चाहरूलाई, हामी ब्याप्टाइज गर्दैनौँ, हामीलाई फरक परेन। त्यसकारण सामान्य मान्छेले कल्चर नर्म्सलाई किन पछ्याउँछ भने उसले गरेन भने नेगेटिभ विचार आउँछ उसलाई। ला मैले नगरेकोले, अरूले भनिदिन्छ, बुझाइदिन्छ, त बिरामी गरेको कारण अस्ति तैँले यो गर्नुपर्ने नगरेको होइन, फुल पूजा नगरेको होइन, मन्दिर नगएको होइन, धुप नसल्काएको होइन, सारा कुरा उसले जोडेर ल्याउँछ त्यो। अनि तपाईँलाई हो जस्तो लाग्छ, किनकि बिरामी पनि परेकै हो। अब बिरामी त त्यो माने पनि पर्छ, नमाने पनि पर्छ। अब सुन्नुहोस् है, यो सामान्य मान्छेको कुरा भनेको मैले। तर साधक फरक प्राणी हो। ऊ बिहान जुरुको उठेर खुरुक्क साधना गर्छ, सुत्न अगाडि साधना गरेरै सुत्छ। त्यो साधना गर्ने मान्छेको लागि यो कल्चर, यो नर्म्स पछ्याके नपछ्याके, किनकि उनले के बुझेको हुन्छ, यो सबै कुरा मनको विस्तार हो। मनले मान्यो भने मान्यो, मानेन भने मान्यो। मन एव मनुष्याणाम कारणम बन्ध मोक्षयो, कृष्ण भगवानको यो वचनलाई पुनः स्मरण गर्नुहोस्। यो बन्धनको कारण घटना होइन, दुर्घटना होइन, कल्चर होइन, बन्धनको कारण मन हो। मन एव मनुष्याणाम, मनुष्यको बन्धन र मुक्तिको कारण मन हो। र साधकले यो मनलाई राम्ररी बुझिसकेको हुन्छ, किनकि साधना गर्नु भनेकै मनको पार जानु। कहाँ जानु रे, कहाँ जानु रे? मनको पार जानु, बियोन्ड माइन्ड।
त्यसकारण उसलाई कल्चर, ग्रह दशा, ग्रह नक्षत्र, जोखाना हेरे के नहेरे के, हातमा औँठी घोपे कि नघोपे कि। ऊ विद्रोही होइन, यो गर्दिन भन्दैन उसले, तर ऊ पिछलग्गु पनि होइन, यही गर्नुपर्छ भन्दैन उसले। फ्रिडम भनेको त्यही हो, मुक्ति भनेको त्यही हो, गरे के नगरे के। अतः साधक र सामान्य मान्छेको धर्मै फरक फरक छ कि, स्वभाव धर्म। शिवपुरी बाबाले स्वधर्म भन्ने शब्द धेरै प्रयोग गर्नुभयो। तिमी भित्रको धर्मलाई पहिचान गर, यो बाहिरको धर्म भए के नभए के। बाहिरको त हिन्दूको अलग, बौद्धको अलग, क्रिस्चियनको अलग हुन्छ। भित्रको धर्म खोज, तिम्रो पर्सनल धर्म, सो धर्म। साधक बाँच्ने तरिका फरक हुन्छ, सामान्य मान्छे बाँच्ने तरिका फरक हुन्छ। सामान्य मान्छेले यो सबै नर्म्स ढाँचालाई पछ्याएन भने उसलाई पीडा हुन्छ, त्यसकारण उसले पछ्याउँछ। अनि साधकले त्यो पछ्याके नपछ्याके, किनकि ऊ स्वतन्त्र छ।